चाहिँ देव टिका गर्नुपर्छ अलिक खानु ल यो खाइसक्नुपर्छ भगवान्को नि देउताले बाबुलाई दिनु है भनेर छ नि यो ल भयो भयो ल भयो अब म अब खाने ल बाबुको राम्रो भिडियो आउँदैछ है अब मोबाइल आएको बिग्रे अब दिल्छु यहाँ चाहिँ यहाँ चाहिँ त्यहाँ हो यहाँ अब दिल्छु चाहिँ त्यस्तो मिठो मिठो यहाँ चाहिँ हो ल बाबुलाई हात थाम्नुहोस् सानो बाटो कि ठुलो बाटो हाम्रो चाहिँ सानो बाटो लाउँछ छोरी मान्छे भए त छोरी मान्छे बाटो गर्नुपर्ने उसले बाटो पनि गयो अब नवदुर्गा भवानीको प्रसादले यो जेठा नाति जेठी छोराको छोरीको छोरा नातिको अङ्को रोग कष्ट हरण हुनु है राजा दाइन कुल कुटुम्ब दाइन इष्टमित्र दाइन गाउँको नेपाल अधिराज्यको मूल मुखिया भएर मागी खाने नहुनु दी खाने हुनु राजा दाइन कुल कुटुम्ब दाइन सात समुद्र जस्तो हुनु गाउँको मूल मुखिया भएर बस्ने हुनु अनेकको दुधकोसी जस्तो लामो भर पिपल गाजे जस्तो गाजिरहनु तपे जस्तो तपिरहनु केरा गाजे जस्तो गाजिरहनु दुगो मौले जस्तो मौलिरहनु शिलपत्थरको आइदारे हुनु चन्द्र सूर्य जसरी उदाउँछ उसरी उदाइरहने हुनु ल ल ल अहिले यदि यो कलश कसरी उज्यालो हुन्छ त्यसै गरी उज्यालो भएर बस्ने हुनु अनेकको 170 भन्दा जित्ने भएर हाकेको हाक ताकेको ताक पुगोस् गाउँको मूल मुखिया भएर बस्ने आँको रोग कष्ट उदो जाँदा गङ्गाले बगाओस् उभो जाँदा बतासले उडाओस् राम लक्ष्मण जस्तो हुनु हिमाञ्चले जस्तो सगरमाथा जस्तो हुनु सात समुद्र जस्तो आइ भएर बस्नु अन्य त्यहाँ लु अब उठेर फुल लगाइदिएको छैन एकछिन फुल लाउनु पर्छ यहाँ सानो थुम्बो इमा पर्ने ठुलो थुम्बो उसलाई अप्ठ्यारो लाग्छ खै जमरा जमरामा गइगयो कलश भयो जमरा बेन होला नि प्रसाद है ल यो घर कुदाउनु पर्छ पछि राखेर कलम किनेर चाहिँ नमस्ते गर्नु नमस्ते गर्नु जिउ गर्नुपर्छ ठुलो 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 हुनु है धन्यवाद गरेको कम त सुरो खरो हुनु ल पिपीलाई खुट्टामा ढोक्नुहोस् खुट्टा दे पिपीलाई कस्तो ज्ञानी छ आशिष दादाले पनि मामालाई पनि यसरी ढोक्ने खुट्टामा होइन हो त्यसरी पापालाई अनि त्यो के भयो टाउको किन बाङ्गो भएको खुट्टामा लु खुट्टामा पिपी जस्तै अब पप्पालाई घुँडामा हो खुट्टामै पापालाई त घुँडामा खै पप्पाको खुट्टा छोएको ल ल सेवा ठुलो मान्छे हुनु छोरा है ज्ञानी हुनु है स्कुलमा राम्रो पढ्नु अब स्कुल जाने बेला हुन आँट्यो 2-3 दिनपछि पैसा कति पाएछ बाबुले होइन सरस्वती सबै सुनि यो जेठी ज्वाइँको आङ्को रोग कष्ट नवदुर्गा भवानीको प्रसादले मङ्गल
सरी जानु टरी जानु उँधो जाँदा गङ्गाले बगाओस् सारालाई ब्रह्म जय हर 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 यो जेठी ज्वाइँको रोग कष्ट नवदुर्गा भवानीको प्रसादले हाँकेको हात ताकेको ताक पुग्ने हुनु गाउँको मूल मुखिया राजा दाइना कुल कुटुम्ब दाइना हुनु गाउँको मूल मुखिया भएर बस्नु मागे खाने नहुनु दिखाने हुनु उँधो जाँदा गङ्गाले बगाओस् उँभो जाँदा बतास्यो राखोस् आङको रोग कष्ट नवदुर्गा भवानीको शक्ति प्रसादले शिलपत्तर खपे जस्तो खपिरहनु भर पिपल तपे जस्तो तपिरहनु दुबु गाजे जस्तो गाजिरहनु सात समुद्र जस्तो आयु हुनु 70लाई 45 मुनि खिचेर बस्ने हुनु अप उपर भएर बस्ने हुनु भाइ बेलसी खोले आसमाम बासमाम दो भन्ने आशीर्वाद सरस्वती चाहिँ म छिलनु अब हामी टिकटक बनाउनु पर्छ बाबु र म है ए नलाउनुहोस् त उता हल्लिन्छ नि प्रसाद हो नि देउची आशिष तँ प्रसाद हो यो पैसा भन्ने होइन भगवानको प्रसाद हो ल खै त बाबु उठ्नुहोस् मैले पुप्पालाई ढोग्नु पर्छ नि भाइ मम्मी होला भाइ माइला पिपीको पालै अब यता आउनुहोस् बाबु यता आउनुहोस् पिपीको पिपी पिपी देख्दैन यता आउनुहोस् न बा सायद उहाँ देख्छु म्यामले त खुवाइन यो पनि बाबाले राख्नुहोस् न आउनुहोस् हामी यहाँबाट हेर्ने भिडियोबाट हेर्ने हामी ल दुर्गा भगवानको प्रसाद हो यो अलग गर्दा पनि आज हाम्रो चाहिँ खानाहरू यहाँ तयार भइसकेको छ अब हामी खान लागेका छौँ है त अब आजको हाम्रो खानाको प्रकार चाहिँ यहाँ फलफुल छ अनि यो बोइल गरेर राखेको भेजिटेबल अनि चाहिँ आज हाम्रो चाहिँ यहाँ सेकुवा एभोकाडो अनि एकछिनपछि चाहिँ हाम्रो खाना पनि छ बेसी नै त्यो राखिएर प्रडक्ट भएर मात्र कि नभए नरम कस्तो राम्रो भएको रातो भएको बिहानै त्यो आगो फुकेर कोइलामा मात्रै रोपिनु पायो त्यो धुवासुवा लागेर त्यो सिक्यो होइन कोपी चाहिँ राख्नुपर्ने अहिले अनि नरम फेरि सेलाई जान्छ भने चाहिँ त्यहीँभित्र राख्नु छुट्टै एमपी दिन लाग्यो मैले चाहिँ अस्ति बिरमान दाईको बाटो ल्याएको खानै नपाएको क्या खाने चान्स नै भएन तर बिस्तारै चपाउनु है चपाइ गर्नुहोस् भुइँमा राख्नु न त टेस्ट गरेपछि त मैले त चाटोमा त खचाउनु त त्यसलाई क्या है राम्रो भयो तातो हुनेलाई त्यो पनि मजै छ बा पनि त्यस्तै गराउने मम्मी पनि कराउने थियो मैबाट ठोली निस्क्यो हजुर हो त्यो खुसी पार्नलाई मात्र होइन सधैँ गर्नुपर्छ
हेर यो मोड चाहिँ फेरि हाम्रो ड्याडीको जस्तो भयो नानीले हेरेपछि आँखा नकार कसरी सोधेको छ हाम्रो ड्याडी त्यस्तो थियो त्यो त नगर्छ साह्रो छ त्यो त ऊ के भन्छ काँटा हो ऊ त्यो हड्डी हो यो केलाको खाऊ नि यो त्यो पनि त्यही हो यो पनि ठिक हो हो त्यो चाहिँ ठिक हो त्यो ठिक हो कि होइन हो भाइलाई फकाएर फेरि टिस्नु दाइको कता खसेछ पर्स माथि निकालिदिएछ क्या हो के खस्यो पर्स कृष्णको अनि हामी बस्दै गर्दाखेरि पर्स हराएछ भन्नुभयो यहाँ अनि फेरि भाइ चाहिँ अप्ठ्यारो मारेर मैले निकालेँ के भन्ने होइन माथि रे भन्छु के अब खाएको मान्छे सबै यता भन्छन् मलाई